बाँदर रहेछ कि ऊ यहाँ बसिरहेछ। हिजो म्यागी हाम्रो सानो दुलोबाट यहाँ पनि रहेछ, यिनीहरू पो रहेछ। हामी त म्यागी र मैदाको पोकै उठाएछ, चोरले लग्यो भनेको त। मुसाले पनि होइन हो, मान्छेले पनि होइन, कसले लग्यो भनेर हामी त आजसम्म पनि अब यहाँ कसलाई सोध्नु। अब मान्छेले उठाएको जस्तै छ। मान्छेले त फेरि मान्छे चोर पस्यो भने त अरू सामान उठाउँछ भनेर सोचेको त योहरू पो रहेछ। आजको चाल पाए पोका, मैदाको पोका र म्यागीको पोकै उठाएछ। अब हामीले सोच्दै कहिले मुसा भनेर सोच्यो, कहिले मान्छे भनेर सोचेको त। अब भेट्छस् ल, भेट्छस् ल, भेट्छस्। आज थाहा पाएँ।